जय मसीहा। अब जय मसीहा यो सृष्टि जसले सञ्चालन गरेको छ दिनको बारेमा यहाँ चर्चमा के सिकाइन्छ? चर्चमा कोही हिन्दू बन्ने क्रिस्चियन बन्ने यस्तो चाहिँ सिकाइन्न। हाम्रो भ्रम छ कि चर्चमा गयो भने क्रिस्चियन बन्नुपर्छ, फेरि यो हो, फेरि मृत्युपरान्त, त्यस्तो केही पनि छैन। चर्चमा यही चिज सिकाइन्छ कि परिवारमा कसरी रहने, हेल्थी फ्यामिली कसरी बनाने। सम्झनुस्, छोरा 10 वर्षसम्म त तपाईँले नुहाइदिनु भयो, खुवाइदिनु भयो। अब छोरा 15-16 वर्ष भयो, अब जवान, अब तपाईँले सँगै सुत्न छोरासित मिल्दैन, छोरालाई नाङ्गै बरा नुहाउनु मिल्दैन। अब जवान परिपक्व भइसक्यो। अब उसलाई स्याहार सुसार गर्नको तपाईँको ठाउँमा अर्को कसैको छोरी चेली बुहारी आएको छ, त्यो बुहारी सँगै सुत्छन्, उनलाई नुहाइदिन्छन्, उनलाई खुवाइदिन्छन्। तपाईँको लगभग 90% तपाईँको काम गराइन्छ, काम गरिदिनुहुन्छ वो बुहारीले। यानि त्यस्तो आफ्नै काम, तपाईँको काम 90% हल्का गर्ने त्यो बुहारीलाई केही नभन्नुहोस्। तर तपाईँले रिस्दा आफ्नो बुहारीलाई गरेर वचन सुनाएर बुहारी छोडेर जान्छ, अरू छोरा पनि तपाईँलाई छोडेर जान्छ। के त भन्दा तपाईँको वचन, तपाईँको बोली गलत हुनाले, तपाईँको नकारात्मक सोचलाई, यो नकारात्मक नेगेटिभ इन्फ्लुएन्स, यो नकारात्मक प्रभावलाई तपाईँले हटाउनुहोस्। फेरि तपाईँको बुहारी छोरा सब चिज हुन्छ। त्यो बुहारी तपाईँकै रूप हो, उसले घरलाई सम्हालेको हुन्छ। सानो कुरा भले 99 गलत किन नहोस् तपाईँको बुहारीलाई, त्यसलाई छोड्नुहोस्। अरू एउटा राम्रो पक्ष त छ नि, के छ त भन्दा तपाईँको 90% काम उसले गरेको छ, तपाईँको छोराको स्याहार सुसार गरेको छ, सब चिज गरेको छ। त्यो बुहारीको हमेसा हौसला बढाउनुहोस्, उसको तारिफ गर्नुहोस्, महिमा गर्नुहोस्। यही सिकाइन्छ चर्चमा। चर्चमा अरू के छैन, बाहिर हल्ला छ, त्यो हल्लाको पछाडि नजानुहोस्, सल्लाहको पछाडि जानुहोस्। सल्लाह, चर्चमा सल्लाह दिन्छ। श्रीमान श्रीमती कसरी बस्ने, बालबच्चा छोराछोरीसित कसरी बस्ने, के खाने के नखाने। बाइबलमा त यानि 66 किताबमा 65 किताब त खालि सिक्ने हो। जब त्यो 65 किताबलाई तपाईँले बुझ्यो, पहिला त उत्पत्ति छ, फेरि प्रस्थान छ, जीवन हर जब जानुपर्छ। जवान भयो, फेरि पहिला त तपाईँ घरमा बस्थ्यो मातापिता, फेरि तपाईँ सहरमा बस्नु पऱ्यो, व्यापार व्यवसाय गर्नु पऱ्यो, हरेक चिज प्रस्थान छ जीवनमा। तपाईँ शरीर बदलिरहनुपर्छ। फेरि व्यवस्थापन, म्यानेजमेन्ट आउँछ। व्यवस्थापनको किताबमा बताइन्छ के खाने के नखाने, कस्तो चिज खाने। सुँगुरको मासु, कुखुराको मासुहरू यो सब बाइबलले वर्जित गरेको छ। बिस्तारै बिस्तारै छोड्दै जानुहोस्, शाकाहारी खानु, फेरि त्यसलाई माछा मासु छोड्दै जानुहोस्, जीवनमा परिवर्तन गर्ने। यानि तपाईँको 65 बुराई सब हटाउँ भनेपछि बल्ल तपाईँ 66 किताब, यानि 66 किताब, यानि तपाईँको जीवनमा प्रकाशमान हुन्छ। प्रकाश यानि जीवनमा तपाईँ इभल्युसन हुन्छ, तपाईँ आत्मसंयमी बन्छ। यही कुरा सिकाइन्छ चर्चमा। आमेन।